हेलो गाइस, आज चाहिँ तपाईँहरूलाई मैले लास्ट इयर रोपेको अलैँची देखाउँदैछु है। सो खासमा भन्नुपर्दा चाहिँ म यहाँनिर घाँस झार्नु आएको थिएँ अहिले। र घाँस झारिसकेर यसो विचार गरेको यो लास्ट इयर रोपेको अलैँचीहरू चाहिँ निकै राम्रो रूप ल्याएको छ है। यो चाहिँ यिनीहरू चाहिँ सबै यसपालि रोपेको हो। माथितिरको चाहिँ यो डल्लै अलैँची नै लगाएको छ है। सबै यो जति देख्ने छ यो सबै अलैँची लगाएको छ र यो नदेख्ने जग्गामा पनि सबै अलैँची लगाएको हो। चाहिँ एकदमै राम्रो हुन्ला जस्तो लागिरहेको छ यसपालि चाहिँ गाइस अलैँची है। यो चाहिँ एकदमै सेरेमला अलैँची हो। यो चाहिँ पहिला चाहिँ यहाँनिर राम्रै रोपेको थियो है। त्यो राम्रैहरू चाहिँ सबै फुलाङ्गे लागेर चाहिँ सबै मास्यो। अन्त त्यहाँबाट चाहिँ यो सेरेमलाले रोपेको गाइस यसपालि यो मलसल छरेर है अलिक राम्रै हुन्ला जस्तो छ। गाइस हेर्नुहोस् है, यो उकालो पनि छ, यो सबै सेरेमला